साथीहरू हाम्रो दाई के गर्दैछ सिरिजमा तपाईँहरूलाई स्वागत छ। ल दाई, हेलो, साउट आउट टु दाई। हेलो, के छ दाई, खबर खाबर? ठिक छ। ठिक छ। आज चाहिँ हामी के को विषयमा कुरा गरौँ भन्दाखेरि चाहिँ नेपालको समसामयिक राजनीतिक स्थितिलाई लिएर दाईको के भन्नु छ होइन। जस्तो अहिले अब राजा आऊ देश बचाऊ राजावादीहरू चम्किरहेछन् होइन। चम्किरहेछन् भन्दा पनि राजाले एउटा सन्देश अस्ति प्रजातन्त्र दिवसमा दिए पछाडिको जुन माहौल छ त्यसलाई लिएर दाईको के छ भन्नुपर्ने? साँच्चै राजा आउनै पर्छ कि? राजालाई सेरोमोनियल किङ भनेर हामीले सम्मानजनीय पदमा राख्दा कुनै आपत्तिको हुँदैन होइन। यो जस्तो प्रजातन्त्रभन्दा सुन्दर शासन पद्धति अरू मलाई कुनै हुन्छ जस्तो यो संसारमा अरू कुनै हुन्छ जस्तो मलाई लाग्दैन। किनभने अब कुनै कसैले कसैलाई पनि शोषण गर्न सक्दैन, आफ्नो बौद्धिक क्षमताहरूले गर्ने हो। जस्तो यदि महापुरुषहरू के भन्छ भने यदि तिमीलाई समाजले बेस्या बनाउँछ भने तिमी आफै बेचिएर त बेस्या भएको हौ। म चाहिँ जनतालाई नै दोष दिन्छु। शिक्षाको स्तर अगाडि बढाउने, जस्तो सामूहिक रूपमा शिक्षा बढाउने, जनचेतना बढाउने, अनि भोटरहरू छन् हामीले नबिक्ने होइन, आफ्नो नैतिक पतन हुन नदिने, त्यसरी समाजवाद अगाडि बढाउने हो। जस्तो यो जनतालाई नै दोष दिन्छु आऊ बेबी यहाँ भन्ने कुरामा बेबी पनि साउट आउट टु हाम्रो बेबी भाइ। बेबी क्या तलाई देऊ। बेबी भाइ पनि मौसम दाईलाई भेट्न आइसकेको छ होइन। अनि जस्तो अब जीवन खड्काले आफ्नो उपन्यासमा के भन्नुहुन्छ भने जस्तो अब सुरुमा नेताहरू राम्रा सुरुमा नेता राम्रा भयो भने ती राम्रा नेताले राम्रो शिक्षा पद्धति बनाउँछन्, जनताका छोराछोरीलाई स्कुल पढाउँछन्, मान्छे सचेत भएर राम्रो नेता छान्छन्। तर फेरि सुरुमै राम्रो नेता छान्दा पनि जनता पनि अवेर चाहियो, पढे लेखेको हुनु पर्यो भन्छन्। यो चाहिँ एउटा प्याराडक्स। यो प्याराडक्स जस्तो एकदमै निकै मिठो प्रश्न हो। जस्तो स्थानीय तहबाटै सुरु गर्नुपर्छ। स्थानीय तहमा मान्छेले चिनेको हुन्छ, लोकल लेभलमा चिनेको हुन्छ। एकैचोटि म मूलधारमै परिवर्तन ल्याउँछु भन्दा हुँदैन। सुरुमा साना मुहान फेर्छु भन्दा पनि साना कुलोहरू दुलाहरू टाल्दै गएर मुहान राम्रो हुने हो। त्यही भएर स्थानीय तहबाटै क्रान्ति सुरु गर्नुपर्छ। स्थानीय तहबाटै विकास के हो भनेर सानो ठाउँमा हामीले ठाउँबाटै यस्तो पनि हुनसक्छ है भनेर उदाहरण पेस गर्दै गऱ्यौँ भने जस्तो हाम्रो काठमाडौँ नगरपालिका, हाम्रो बालेन सिटी, त्यो हामी उदाहरण लिन सक्छौँ। गोपी हमाललाई उदाहरण लिन सक्छौँ होइन। त्यसरी इक्जाम्पल सेट गर्ने हो भने हामी स्थानीय तहले नै विद्यालयहरू हेर्ने ओर्ने हो भने हामी परिवर्तन ल्याउन सक्छौँ। शिक्षा भन्ने कुरो एक रातमा परिवर्तन आउने कुरो होइन, हामीलाई 10 वर्ष लाग्ने, 20 वर्ष लाग्न सक्छ। अर्को प्रब्लम जस्तो अब डेमोक्रेसी नै सबभन्दा राम्रो पद्धति पनि कतिपय विज्ञहरूले मान्दैनन्। योभन्दा पनि राम्रो अप्सन चाहिँ मेरिटोक्रेसी हुन सक्छन् भन्छन् होइन। त्यसलाई लिएर के छ दाजु? मेरिटोक्रेसीमा मेरो खासै विश्वास छैन होइन। जस्तो मैले अब डाक्टर अम्बेडकरको पनि कुरो जोडेँ होइन। शासन पद्धति जेसुकै होस् होइन, जेसुकै होस्, राजा हुन् जे हुन् होइन, टोटालिटेरियन नै हुन्, त के भन्छ नि अधिनायकवादी त्यो हुन्, मान्छेमा फरक पर्ने हो। शासन कसले गर्दैछ भन्नेले फरक पार्छ। अनि त्यो न्याय जतिसुकै कानुन जतिसुकै राम्रो लेख्यो भने केही फरक पर्दैन। पालना कसले गर्दैछ हजुर लाग्छ। पालना भन्ने कुरो कसले गर्दैछ त्यसमा फरक पर्छ एकदमै। जस्तो अब राजालाई सेरोमोनियल बनाएर राख्दा पनि भोलिको दिनमा फेरि राजाले पावर लिनको लागि रातारात अब मान्छे सुतेको बेला कु गर्दैलान् भन्ने पनि त थ्रेट बढ्छ नि त। त्यो त अब जीवन हो, महत्त्वाकाङ्क्षाको खेलमा। त्यो त अब त्यसको लागि त सबैजना बुद्ध हुनुपर्छ, सबैजनाको लागि सबै ओसो हुनुपर्छ, कृष्ण मिरा हुनुपर्छ। म 5-20 त्यो त ध्यानको अरू विकल्पै केही छैन होइन। तर पनि अब जीवन नाटक हो, जीवन बाँचिन्जेल त नाटक केही न केही खेल्नु पऱ्यो होइन। जस्तो होइन, जस्तो अब मैले अब जसरी भए पनि यो क्वेसनको एन्सर चाहिँ खोजेको थिएँ क्या। यो चाहिँ अब अलिकति फिलोसफिकलतिर भयो होइन। यस्तो मैले चाहिँ भन्नु खोजेको त्यसको पनि अप्सन अब राजालाई सेरोमोनियल बनाएर पनि राखियोस् र राजाले कु पनि गर्न नसकुन् भन्ने खालको स्थिति। त्यो त अब
प्रधानमन्त्रीलाई सबै पावर दिएको हुन्छ, उसलाई हेड अफ द प्रेसिडेन्ट जस्तो। अब प्रेसिडेन्ट अहिले पनि त प्रेसिडेन्ट त छन् नि मुलुकमा, तर उनले कु गरेर चाहिँ प्रधानमन्त्रीको पावर खोज्ने भन्ने छैन नि त। होइन, कानुनलाई भगवान बनाएर धर्म बनाएर अगाडि बढ्न सकिन्छ, त्यस्तो हुँदैन। राजाले आफ्नो सेना नियन्त्रणमा हुँदा त शक्ति खोज्ने हो, जस्तो सेना चाहिँ नि प्रजातन्त्रको नियन्त्रणमा हुनु भने, जनताको नियन्त्रणमा हुनु भने त्यस्तो हुने सम्भावना एकदमै कम देख्छु म चाहिँ। अरू केही भन्नुपर्ने छ दाइले यो विषयमा? अरू केही छैन, मेरो पनि लगभग जिज्ञासा सक्यो। ल साथीहरू, आजलाई यति नै गरौँ।